हेलो गाइजहरू, आज हामी कथा जाँदैछौँ। बुढी रेडी हुँदैछिन् ल, हेर्नुहोस् बुढीको यो पहिलो सरप्राइज। यो चाहिँ मेकअप तयारी हुँदैछ। कालो भयो कि डार्क भयो? नो वरिज। अलिकति भद्रगोल छ कोठा। अलिकति रेडी हुँदैछ। कहाँ जानको लागि भनिदिनुहोस्। जेनक्स गार्डन। यो चाहिँ टक्क डाइसन लगाएर कपाल सुकाउँदै गरेको अवस्था। ढिला भएर चाँडो चाँडो कपाल सुकाउनको लागि सानो टेडी बियर। ल नाचिदिनुहोस् त टेडी बियरजी त। हात्ती टेडी बियर निकाल्नु हात्ती। ल साथीभाइहरूलाई फेरि नमस्कार, हेलो, हाई। हजुरको नाम भनिदिनुहोस्। मेरो नाम रविश ढकाल। अनि के छ कसो छ, के छ छैन? ल ठिक छ। ल बिजुल हजुरको नाम ठेगाना के छ कसो छ छैन? अनि अरू भनिदिनुहोस्। छ छैन? के गर्दै हुनुहुन्छ, किन कसो? भोक लाग्यो भन्दैन न, खानु मात्रै सहाय एउटा। ल ठिक छ। ल हजुरको नाम भनिदिनुहोस्, के कसो हो, ठेगाना कता के? अनि अरू मासु त्यो मात्रै होइन कुराको। मास्टर सेफ यो लिएर जाने हो कि यो सबै मसला हाल्ने हो मासुमा? उहाँ चाहिँ मसला सेफ होइन, यहाँ हेर्नुहोस् अब मसला कति छ यहाँ। यो सब मसला मासुमा हालेपछि मासु खाने कि मसला खानु? मासु कि मसला हो। तनावै तनाव छ। ल हेर्नु साथीहरू, यहाँ मासुको नाममा मसला पाकिरहेछ। नमस्कार हजुर, के छ कसो छ? रेडी हुनुहुन्छ? हजुर हजुर कहाँ जानु रेडी हुँदै हुनुहुन्छ? हामी अब सुशीलको आउनु नि कि होइन? के छ हजुरको विवेकजी, हजुरको नाम ठेगाना के छ कसो छ, के छैन भनिदिनु भयो। अब चाहिँ नहुन जाँदैछ। ल नाम ठेगाना भन तपाईँ। मेरो नाम शुभ नाम विवेक गौतम। म पट्यानी 4 चन्द्र बस्तीबाट। अनि के छ कसो छ? अब चाहिँ हामी बुढी किन्न हुने हो र कहाँ जान लाग्यो र नि हामी। ल यसो चाहिँ झगडा पर्दैछ। कसले भन्दा यहाँ रेडी हुँदै हुनुहुन्छ। ल हजुरको नाम ठेगाना अर्गनाइजर। उताबाट छेके पनि ऐनामा चाहिँ प्रश्न देखिँदो रहेछ। बुढोको नाम विवेक गौतम। हजुरको नाम सोधेको। अरु सबै उहाँले जे दिनुभयो त्यही नै दिन्छु। ल ठिक छ। यहाँ सब भोकाएर बसेका खाँदैछन् कोही। अनि हजुरको नाम ठेगाना के छ कस्तो छ? अरू केही छ भन्नु नभन्नु? साथीहरूले सरप्राइज आज अचानक सरप्राइज नभनौँ सडनली अन्त फर्स्ट सडेन होइन। म त सुतिरहेको थिएँ, फोन गरेर हामी त पिकनिक जाने होला भने पनि आइदिएँ। हजुर कति मिनट लाग्छ होला? मलाई 2 मिनेट दिनुहोस् प्लिज।
2 मिनट भनेको पछाडि कतिवटा सुन्न थपौँ स्टप गरेर 1 मिनेट झन् 3 मिनेट है ल ओके म चाहिँ ब्लगम्यान ल तपाईँ रेडी टु गो ल ल ल ड्राइभर साहब छिटो गाडी चलाउनुहोस् ल बाई बाई सी यु ल बाई बाई ल को यो गाडीमा आऊ ल गो 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 सी यु आफ्टर अ वाइल अनि यो नयाँ ब्रान्ड न्यू गाडीमा चाहिँ हामी 3 जना परेछौँ ओके गाइस सो हामी अब पुग्ने बेला हुन थाल्यो अगाडि विवेकहरू हामी यता खै हरायो त अहिले हामी चाहिँ गन्तव्यमा आइसक्यौँ अब गाडीबाट ओर्लिने प्रयास जारी छ सबैको उहाँ क्यामेराम्यान हुनुहुन्छ यहाँ अर्को ड्राइभर साहब सब ओर्लिसक्नु भएको रहेछ अब यहाँ कहाँ जाने भनेर एकदमै हामी चाहिँ टक्क सामान लिएर अब बसा गर्दैछौँ पहिले के बोक्नु पर्यो यो पानीको बोतल एक्सपायर गर्नु भन्दै चाहिँ के बोक्नु भयो हजुरले पुलाउ हजुरले के बोक्नु भयो अरू कहाँ जानुभयो फेरि यहाँले गाडी उतै पार्किङ गरेको भएन अब हजुर के बोक्नु भएको ओके ल के भन्नु छ 2 शब्द केही छैन छिटो गरेर हाम्रो स्पट फाइन्डर हाल्यो लास्टमा केही नपाएर कुर्सी भएकै ठाउँमा यहाँ खोला छेउ रहेछ खोला रहेछ यहाँ ल यहाँ खाल पनि सुरु भइसकेको छ दासको ल के भन्नु छ हजुरलाई साह्रै राम्रो रमणीय दृश्य हेर्न पाइयो दृश्य अब म देखाउँछु यहाँ चल्दैछ के पराइ चाहिँ हेर्नु पऱ्यो घोडिदिउँ है त सुरुमा यहाँ सस्पेन्स कडा एकछिन अब यो चाहिँ अब छिटो घोड्नु पऱ्यो यहाँ समय आए त हुन्थ्यो तर 4 आउँछ जस्तो लाग्यो मलाई ल ठ्याक्कै ल हजुर के आएछ ल क्यामेरा देखाउनुहोस् पछि खेल्दै गर्नु छिटो गर्नुहोस् ल यो रमणीय ठाउँ साथीभाइहरूले राम्रो ठाउँ भेटाएछन् ल 1 2 3 जना आइसक्नु भयो 4 जना प्रस्थान गरिसक्नु भयो क्यामेरा टक्क स्ट्यान्ड लिएर पुरा प्रो क्यामेराम्यान खोला तर्न एकदमै गाह्रो भएछ उहाँलाई त्यही पनि तर्नु भएको छ उहाँलाई बधाई क्ल्याप 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 यो ड्रोन शट मेरो नयाँ ड्रोन किनेको छु साथीभाइहरू ड्रोनबाट अहिले खिचिराखेको छु
यदि नराम्रो आएमा केही नभनिदिनु होला, अपनाउनु होला। नगाइ नि हुन्छ कि भनेर मान्नु पर्यो नि। त्यो दौडेको मिठो लाग्छ। अब यहाँ चिया खाँदै हुनुहुन्छ। त्यो एउटैमा सक्यो त त्यहाँ त अलिक भाग कुरामै। अहिले भाग पुगेन भने अलि सबैले दिनु पर्छ है। अहिले मैले हाल्न चाहिँ हाल्छु। यहाँ चाहिँ हाम्रो खाना रेडी हुँदैछ। विवेक आएन, पोतिदिनु पर्दैन। विवेक आएकै जसरी टक्क पोतिदिएर बसिदियो। सरी मैले। ल यहाँ हाम्रो ब्रेकफास्ट रेडी हुँदैछ। मेरो पनि हात आयो, आएन, आयो आयो। के रहेछ भन्दाखेरि 2टा अन्डा, चना टक्क, त्यसपछि यसमा पुलाउ पनि बाँकी छ। यहाँ कुकजोक पानी टक्क छ। यहाँ टक्क लगाएर ट्याक्क ट्याक्क ट्याक्क। सबै थपम त गरे कान्छी कति राम्रो हाल्नु बुझ्दिन खाउनु पहिला। ल अहिले जाडो भएको थियो एक्कासी, त्यही भएर घाम भएको ठाउँमा हामी आएका थियौँ। अनि घाम एक्कासी एकदमै चर्केको कारण हामी बसे सरे गरेर त्यहाँ रुखको छारीमा जानु लागेको छौँ। फेरि बादल आएर घाम सेकेको छ। फेरि घाममै बसौँ फिल आइसक्यो। भएकै भ्लगमै त होइन। कति आनन्द हुन्छ प्रेग्नेन्ट भयो भने कामै गर्नुपर्छ। बसे सरे यो रुख छारीमा छौँ। वा दामी आएको रहेछ। उहाँ नाचिराख्नु भएको छ। हाम्रो एकजना कडा क्यामेराम्यान हुनुहुन्छ उहाँ। यहाँ हेर्नुहोस् क्यामेराम्यानहरू पुरा उता हो क्या बिटुल, यता हो क्या। 3 जना 4 जना कतिजना क्यामेराम्यान छ। यहाँ एउटा मोडल टक्क फोटो खिचिदिएको छ। दाजुभाइ तथा दिदी बहिनीहरू यहाँ रेस हुन गइरहेको छ। कहाँदेखि कहाँसम्म थोराउने भन्नुहोस् पहिला, अनि बल्ल रेस सुरु गर्ने। कहाँदेखि कहाँ छ? कुन सानो रुख? कुन सानो रुख? उठ्यो ल, ठिक छ। सबैजना एउटै लाइनमा भएन है। विवेक अलि अगाडि भयो, त्यहाँदेखि ल सुरु भइसकेछ। खत्तम। बिटुल डिस्क्वालिफाई है, बिटुल डिस्क्वालिफाई। ल विवेकले जिते खान। होइन रुख छुनी भनेको।
म त 12 बजीसम्म सुत्छु भनेर बस्ने मान्छे हो त्यही त तर मसँग बेलुका 10 बजे उठेर पकाउने प्लान बनाएको छु। एकदमै जाडो भएको हुनाले सबैजना यहाँ कामदै कामदै बिहेको डन के बोसोले भरेर होला जाडो नि भएन प्रमिला पनि बिहेकै त्यही भएर टाढो भन भन्ने हुन्न नि नराम्रो शब्द के हो अरे बोसोले भरिएको रे तपाईँ के होला बाक्लो रहेछ नि त्यही भएर यिनीहरू जाडो भन्नु भन्ने हुन्न हेर्नुहोस् साथीभाइ तथा दिदीबहिनीहरू यस्तो छ स्थिति हड्डी त्यहाँ राख्नु हड्डी छोटो समयमा अर्गनाइज भएको यो हाम्रो सम्मेलन प्रमिलाज्यू हजुरबाट सुरु गरौँ केही छ हजुरको मन्तव्य छिटो भनिदिनुहोस् छिटो हजुरको मन्तव्य भनिदिनुहोस् छैन सानो। अब खाना बाँड्दैछु। अनि अनि अरू अरू ल विवेकजी हजुरको मन्तव्य भनिदिनुहोस् साह्रै मिठो खानेकुरा बनेछ कहिले बनाएको विजुलजी सबैले बिहान उठ्दाखेरि प्लान पनि तपाईँको पालो सकिसक्यो विजुलजी हजुरको मन्तव्य मासु खान पाइन्छ बुढीजी लाग्यो है। हजुरको मन्तव्य ठिकै छ बुढो तातो। रोबिनजी अचारलाई हजुरको एक्स्ट्रा मन्तव्य कसले बनाएको सक्यो सकिदियो हजुरको मन्तव्य एकदम रमाइलो फिल भइरहेको। यो छोड्नु चाहियो कि यार फर्स्ट किन रमाइलो हुँदो रहेछ। के बनाउने? ल साथीभाइहरू यति भन्दै आजको ब्लगिङ यहीँ सघाउँछौँ साथीभाइहरूले अहिले खिचेछन् भने खिचेछन् नभए म चाहिँ अब यसो टाइमको अस्तव्यस्त कारणले हेर्दाखेरि मलाई छुट्टिनु पर्ने छ साथीभाइहरूले खिचेछन् भने निरन्तरता दिउँ न त यसैमा धन्यवाद हजुर बाई बाई